असारको महिना यस्तो गरिरहेको दिन म चाहिँ टोटकीतिर उकालो मन्दिर हाम्रो हस्पिटल होइन यो गाउँ हो स्कुल बवाल देखिरहे थाइपुङ जानु लाग्यो उकालो बिहानको 6:44 का म चाहिँ स्कुल उब्रे केही देखिया छैन बसेर एकछिन गाउँ हेरेर जानु पर्ला नि सोचेको थिएँ भएन म चाहिँ उकालो सवारी अब पुरा है चौतारीदेखि हल्का माथि हो बस्नु पर्ला भनेको तर के गर्ने राम्रोसँग भ्यू हेर्न पाइएन बादल लागेको छ कुहिरो लाग्छ त्यही भएर गाइस म चाहिँ उकालो भिरकुना आइएछ यो चाहिँ भिरकुना है अनि गाउँबाट आउँदा माथि टोटकीबाट आयो भने चाहिँ पानी खाने ठाउँ चाहिँ यो है कुराहरू यस्तै थियो हान्नै पाइएन क्या झोला थियो नि त सामानहरू फेरि यहाँ छ क्या त्यो चाहिँ भट्ट हो आज धान रोप्नेहरू उहाँ थाइपुङ होइन दिदीहरूको अनि यहाँमा चाहिँ भट्टहरू हालेको छ क्या भट्टहरू रोप्नेहरू अनि यसको लागि चाहिँ छानको लागि चाहिँ जानु लाग्यो अनि म चाहिँ 6:44 हिँडेको गाउँबाट यहाँ चाहिँ अहिले 7:30 भयो होइन 8 बजी चाहिँ म टोटकी पुग्छु होइन र गाइस हो नि होइन पवा ल अब चाहिँ म टोटकी गएर देखाउँछु अनि अनि गर्दा थाइपुङ है अब त्यही त हो यस्तै हो जस रमाइलो हल्का होइन अब त्यही त हो बाटोमा हिँड्दा अब बहुत मजा आउँछ अच्छा हुन्छ ल गाइस मेरो टोपी देख्दा नि होइन यस्तो है चाहिँ कुजाने बाटो है कुजाने बाटो हो यो चाहिँ अनि यहाँदेखि हल्का अलि उतातिबाट चाहिँ उडो गयो भने चाहिँ तल पूर्णा गाउँ झर्छ अनि चाहिँ यो तिर्सो चाहिँ कुजाने बाटो अहिले चाहिँ म टोटके जाँदैछु थाइपुङ ल गाइस अब कुगाउँमा गयो भने है अब कुगाउँ हेर्ने बाँकी छ गाइस होइन मैले चाहिँ के थाहा भएको छु भने चाहिँ यो डेम्मर धेरै जस्तोलाई थाहा हुन्न नि त डेम्मर चाहिँ कहाँ पाइन्छ भने चाहिँ यो टोटकीदेखि हल्का यता आयो भने यो भिर चाहिँ यहाँ अगाडि छ क्या अनि चौतारा छ अनि चौतारादेखि हल्का यतातिर चाहिँ यो डेम्मरको बुट्टा हो यहाँ मुनि छ डेम्मरको बुट्टाहरू तन्ने होइन अनि यो चाहिँ के भक्किम्लोको बुट्टा हो यिनीहरू अनि यहाँ माथि छ तन्ने छ है भक्किम्लोको बुट्टाहरू चाहिँ यिनीहरू चाहिँ अनि यो चाहिँ डेम्मरको बुट्टा अनि म चाहिँ अहिले जाँदैछु मैले भनिसकेको थिएँ बिहानै होइन म चाहिँ अहिले थाइपुङ जाँदैछु त्यही भट्ट अनि धेरै भएको थियो क्या दिदीहरूको घर नगएको धेरै अटेर लागेको छ आज चाहिँ जाँदैछु धेरै रमाइलो धेरै खुसी भइरहेको छु म होइन तर गाइस होइन अब जस्तै डेम्मरहरू टिप्न आउनु छ भने चाहिँ भक्किम्लोहरू टिप्न आउनु छ भने चाहिँ यहाँ है गाइस है टक्क लगाएर यो चाहिँ यही ठाउँमा हो पाइने होइन अनि चौतारा चाहिँ यहाँ हल्का यही डाँडा हो चौतारा चाहिँ यसको चाहिँ हल्का यता है साइडमा डेम्मर पाइने अनि भक्किम्लो अनि अरू चिजहरू नि पाइन्छ चार्यापछि सबै पाइन्छ तर धेरै मान्छेहरूले कहाँ पाइन्छ भन्दै थिएँ यहीँ पाइन्छ है गाइस ल अहिले चाहिँ म यहाँ चौतारामा हो चौतारा चाहिँ यहाँ अगाडि चाहिँ बस्ने चाहने मान्छेहरूलाई छ भने चाहिँ अनि मैले चाहिँ के भनेपछि आज मैले धेरै भिडियो बनाएर हिँड्न मन थियो क्या अब गाउँहरू नि देखाउने मन थियो आजको दिन चाहिँ यस्तै हो गाउँदेखि चाहिँ अब यहाँ आउँदासँग यस्तै भइरहेछ दिन अब आज चाहिँ यस्तै होला त्यही नै अब यस्तैमा कन्ट्याक्ट हाल्दैछु गाइस यो चाहिँ गुनली हो अनि मैले अब भिडियो नि बनाएको छु त्यो भिडियो नि हेर्नु होला गाइस
अब कति मान्छेहरू अब अब उता अब झिदेखि उता अब धेरै गाउँहरू छ। अब कुदेखि जाने मान्छेहरू छ भने उतादेखि कु आउने मान्छेहरू छ भने चाहिँ यहाँ हेऱ्यो हेर्नु होला है भ्यू चाहिँ यो डिलबाट है। अनि मेन चाहिँ यस्तो लास्ट अडियो देखिया छ है। अनि यस्तोमा चाहिँ बस्नुहुन्न सिकिमिटी लास्ट डर हुन्छ क्या गुम्मो गरी खाइदिने चाहिँ आइसक्यो है। म चाहिँ आइसकेँ बादल आइर जस्तै आइसक्यो है। अरू कुरा गरेको अनि तलको सुरुङमा चाहिँ छिनहरू छिरिएको छ है। सानो होइन मान्छे मात्रै अटाउने सुरुङ छ क्या यहाँ तल। त्यसको नाम के भन्छ धार हो कि के मलाई पनि थाहा भएन। त्यहाँबाट चाहिँ यहाँ निस्किने सुरुङ थियो अरे क्या योमा यस्तो हेर है सुरुङ जस्तै त छ नि होइन हल्का गुफा होइन यो गुफा जस्तो देखियो नि यहाँबाट चाहिँ वहाँ तल निस्किन्थ्यो अरे क्या वहाँ तल निस्किन्थ्यो अरे। अहिले चाहिँ म देखाउन नि सक्थेँ तर चाहिँ आज दिन चाहिँ यस्तो गरिरहेछ है एक्लै क्या अब केही देखिन्न होइन मान्छे बाहेक केही छैन क्या म बाहेक अनि बाटो बाहेक 3-4 मिटर बाहेक केही देखिन्न। यही हो म चाहिँ आइसकेको छु ठाइबङ कति 1 वर्ष जति त भयो नआएको होइन। पहिला चाहिँ केराटीमा यस्तै आइन्थ्यो अनि धेरै पछि आएको लास्ट खुसी नि लाग्छ। अनि आज दिन चाहिँ मौसम चाहिँ यस्तो राम्रो गरिरहेछ होइन। अब कोलाई राम्रो लाग्छ कोलाई नराम्रो लाग्छ मलाई त्यो पनि जरुरी छैन तर मलाई चाहिँ यस्तो एकदमै खुसी लाग्छ आज दिदीको घरमा चाहिँ आउन पाइयो। ल अब चाहिँ सिधै हुँ गएर है। A whisper in the air, humming softly to the leaving. I see a flame inside me, shining on the speeds of mine. My soul was weakening. I found you, my words now complete. I thought it was impossible, but that's how things were to me. I love you.